चाहिएको थियो लास्ट जाडो भयो दाइ एउटा ज्याकेट चाहिँ देखाउनु न दाइ हुन्छ आउनु न ज्याकेट हेरौँ न आउनु अहिले यो छ होइन ट्याक्क अहिले चलेको कार्गोमा यो भयो है अनि त्यसपछि अर्को हामीसँग यो छ है यो एकदमै राम्रो छ कस्तो लाग्यो तपाईँले अरू त ठिक छ कि दाइ प्राइस चाहिँ कति हो नि यसको अनि यो चाहिँ तपाईँको 1500सम्म आउँछ यो कार्गोमा चाहिँ होइन जस्तै यसमा चाहिँ भुवा छैन अनि त्यसपछि यसमा चाहिँ अलिकति राम्रो भुवा छ यो चाहिँ 2500सम्म आउँछ तपाईँलाई भित्र भुवा पनि छ राम्रो छ है अरू त ठिक छ कि यो अब यसमा त यो भित्र पर्ने यसमा त केही छैन रे यार यो अलिकति भित्र अहिले चलेको छैन त्यो बोक्न मिल्ने खालको होइन अनि अलिकति कार्गोमा भित्र डाउन साउन्ड भएको यसमा त केही पनि छैन यो के हो अलिकति बढी परे अलि त्यही 3000-3500सम्म त हालिहाल्छु नि त यार त्यो चाहिँ देखाउनु अलि ओरिजिनल देखाउनु यो भएन ओरिजिनल चाहियो तपाईँलाई हुन्छ आउनु न ओरिजिनल नै देखाउँछु तर अलिकति यो रेटभन्दा चाहिँ अलिक महँगै पर्छ है हामीसँग यो छ है एउटा यो छ अनि अर्को यो कलर भयो यसमा चाहिँ तपाईँको के भने एकदमै राम्रो छ हेर्नु न यो पैसा टेन्सन नलिनु होइन यसको प्राइस चाहिँ अब भनौँ नि त ट्याक्क लाएर कति दिउँदा त 4000मा आउँछ त कति प्राइस भन्नु ल यसको चाहिँ प्राइस चाहिँ अब त्यो हेरी त यो धेरै राम्रो छ होइन यो चाहिँ तपाईँलाई 8500 छ प्राइस यो चाहिँ तपाईँलाई 8000सम्म चाहिँ आउँछ ए भाइ के भयो के होइन दाइ यहाँ अलिकति चक्कर ला जस्तो भएछ म दाइ मेडिकल गएर आउँछु ल दाइ लान चाहिँ यहीँबाट लान्छु दाइ राख्नु ल यतिकै है मेडिकल गएर आउँछु ल दाइ लान चाहिँ यहीँबाट लान्छु दाइ राख्नु ल यतिकै है